लुज बुढी आउनुभन्दा अगाडि चाहिँ आफू टिटीबाट पहिला आयो भने यस्ता परिकारहरू बनाएर रेडी गरेर राखिदिएपछि चाहिँ लुज टेस्टी पनि हुन्छ, आफूलाई पनि सन्तुष्ट मिल्छ। नत्र भने चाहिँ सबैजना खाइन्छ अहिले हाम्रो त यस्तो छ, बुढी आउनुभन्दा अगाडि बेसी लाइट अगाडि आएको आयो भने यसरी खानेकुरो बनाएर यसरी राखिदिनुपर्छ। यस्तो छ हाम्रो परिवार यस्तो छ, हजुरहरू के छ? यसरी बनाउनुपर्छ हजुर। काम गर्ने मेलको छुट्टी छ आज, छुट्टीको दिनमा चाहिँ आफूले यसरी बनाइन्छ, काम गर्नेको छुट्टी हुने दिनमा चाहिँ ट्याक्क यसरी आलु फ्राई अनि ट्याक्कलाई म्यागी अझ म्यागी होइन यसरी बनाएर राख्नुपर्छ हजुर। भएपछि यसलाई चाहिँ अहिले चाहिँ निकाल्दै नै हुन्छ होला। त्यही हो अहिले यसरी धुएर टक्क यता राख्यो भने तेल चाहिँ मरिन्छ। यसरी राखेपछि यसरी धुएर तेल तारिन्छ। अब आलु फ्राई गर्नु पर्यो हजुर, आलु स्याट आलु। आलु पनि फेरि फ्राई गरेर होइन पुरा चट्ट मसला दलेर तपाईँको चाहिँ फ्राई गऱ्यो भने यस्तो दामी हुन्छ होइन। तपाईँको चिकन भन्दा पनि राम्रो हुन्छ यसरी मसला दलेर चट्ट फ्राई गरेर भिज्दाखेरि यस्तो बवाल हुन्छ कि पुरै गरिदिनु। यसरी टक्क मजा हुन्छ। नुडल्स बनाउनै बाँकी छ, अहिले चाहिँ फ्राई भइरहेछ। म्यागीको लागि चाहिँ तेल अनि सानो टक्क पकाएर राखेको छ, काटेर काटिदिएको टमाटर, यसमा कतिको टमाटर छ, धनियाँ छ, यसरी खुर्सानी छ, प्याज छ होइन, लग्गा असिन पहिले नै काटेर राखेको थियो। यसलाई टक्क बनाउनु हो पहिले नै आलु पनि फ्राई भइसक्यो। यसो ट्याक्क म्यागी हो। अब यसलाई लगभग 2 मिनट जति 4 मिनट जति नै ज्यादा पकाउनुपर्छ। र फाइनली यसरी रेडी गरिदिएपछि चाहिँ उहाँ महाशय चाहिँ आएर खानुहुन्छ। सर्भ गरेको छैन।